हेलो हेलो सबैजनालाई मेरो युट्युबमा वेलकम छ भनेर भन्न चाहन्छु। अनि म चाहिँ आज न्यू भिडियो लिएर आएको छु। अनि मैले चाहिँ हजुरलाई जहिले भन्न कुरा गर्छु चाहिँ फर्स्टमा आएर चाहिँ के भन्न चाहेँ भने सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला र माया गर्नु चाहिँ बेल चाहिँ सब्सक्राइब गरिदिएर चाहिँ एकचोटि लाइक कमेन्ट यो भिडियो भएन भनेर भन्नु। म चाहिँ जस्तो खिचेको त्यस्तै हाल्छ हैन, मैले ऊ पनि गर्दैन, एडिटिङ पनि गर्दैन, केही पनि गर्दैन। मोबाइल पनि मेरो नर्मल मोबाइल हो, त्यही भएर सामसुङ हो, त्यही भएर चाहिँ गर्दैछु हैन मैले चाहिँ। अनि त्यो भएर चाहिँ मैले नर्मल आजको मेरो रमजानको गिफ्टहरू छ म चाहिँ तपाईहरुलाई देखाउन चाहन्छु। अनि जति पनि मेरो युट्युबमा हुनुहुन्छ नि मुस्लिमहरू जोडिनु भएको उहाँहरूलाई सम्पूर्णलाई ईद मुबारक भनेर चाहिँ भन्न चाहन्छु एडभान्स। अब मन्डेदेखि स्टार्टिङ छ, मन्डेदेखि होला स्टार्टिङ हैन। सबैजनालाई मेरो जति पनि मुस्लिमहरू साथीहरू हुनुहुन्छ ईद मुबारक भनेर भन्न चाहन्छु। अनि सबैजनालाई अनि हाम्रो जस्तो चाडबाड हो उनीहरूको पनि त्यस्तै चाडबाड हो हैन। अनि त्यही भएर चाहिँ म आजको मेरो जति पनि गिफ्ट आएको छ ईदको स्पेसली हैन। अनि त्यही भएर म देखाउन चाहन्छु भन्न चाहन्छु। र मैले कति पैसा त खर्च पनि गरिसकेँ हैन, अब 50-100 दिएको त्यस्तो थियो हैन। अनि थोरै पैसा आजको मात्रै देखाउन चाहन्छु है। म स्पेसली चाहिँ मनी देखाउनु पर्छ होला हैन। मेरो मनी चाहिँ यही छ मेरो मनी चाहिँ यो आजको हैन। आज म ड्युटीबाट आएर फर्स्टमा मेरो आइडियाहरू हुन्छ यो 20 दरम छ आजको चाहिँ यो मनी मेरो उपहार। अनि सेकेन्डमा पनि छ, सेकेन्डमा सबै चिजै देखाउनु पर्छ हैन। देखाउँदाखेरि एउटा प्याड छ, लेडिजलाई चाहिने कुरा हो यो सबै प्याड हो हैन। यो चाहिँ प्याड छ, तपाईहरुले हेर्नु होला। अनि अर्को देखाउन चाहन्छु हैन तपाईहरुलाई। के देखाउँ त, यो देखाउँ त भन्नु चाहिँ के देखाउँ भिडियो कस्तो आउँछ भनेर चाहिँ हैन भन्न चाहेँ। यो चाहिँ आजको के भन्छ यसलाई के भन्छ भने यसलाई के भन्छ नानी, यसलाई के भन्छ? जाली त जाली, यसको केही मिनिङ होला नि त। यो चाहिँ जाली हो, कस्तो जाली भनेर नि म देखाउन चाहन्छु खोलेर हैन। यो चाहिँ पुरै सिल प्याक हुन्छ। यो चाहिँ नुहाउँदाखेरि कसको ढाड चिलाउँछ ओ साबुन हालेर यस्तो गरेर नुहाउँदाखेरि युज गर्ने छ हैन। अनि सेकेन्डमा चाहिँ म फेरि यहीँ राख्छु, यो म युज गर्दिनँ, मेरो साथीलाई गिफ्ट दिन्छु। मेरो साथीलाई मलाई पनि रमजानमा गिफ्ट पाएको, मैले पनि साथीलाई गिफ्ट दिनुपर्छ। अनि एउटा टावल छ हेर्नुस्, यो टावल चाहिँ कहाँ जाँदा युज हुन्छ भने चुलामा जाँदा चाहिँ युज हुन्छ, हेर्नुभयो नि तपाईहरुले। अनि सेकेन्डमा चाहिँ साबुन हैन, यो साबुन। अनि यसमा यो के भन्छ जुन मान्छेलाई बडी स्मेल आउँछ त्यसको लागि हो। यो चाहिँ आजको त नाम पनि छैन, केही पनि छैन, त्यही हो खासमा। यो युज गर्नेहरूलाई सबैलाई नै थाहा छ हैन। यो मैले उसमा मेरो साथीहरूले गोल चेक गर्दाखेरि चाहिँ यो चिसो पानीमा चाहिँ आइस पानीमा डुब्दै त्यो काखी गनाउनेहरूलाई चाहिँ यो युज गर्ने रहेछ भन्नु लागेको छ मलाई हैन। आज यो भयो हैन। अझै पनि छ होला साबुन त अझै छ, धेरै साबुन छ हैन। साबुन धेरै नै छ मलाई थाहा छ, तर साबुन कता गयो? साबुन त साबुन यहाँ छ अर्को। फेरि एउटै झोला कतिचोटि देखाएको भन्ला, यो झोलामा अर्कै छ, यो झोलामा बान्ने छैन, यहाँ पनि साबुनै छ। यो साबुन 3टा साबुन छ। फेरि तपाईँले भन्नु होला अघिकै साबुन देखायो भनेर भन्नु होला, होइन है साथीहरू। सबैले आमा बुवा दाजुभाइ सबैजनाले मलाई सपोर्ट गर्नु होला। 3टा साबुन पाएको छु म। जिउमा त अब युज गर्दैन, यो नुहाउने साबुन बनाइन्छ, यो लुगा धुने साबुन बनाइन्छ हैन। अनि
सेकेन्डमा अर्को आयो होइन सेकेन्डमा चाहिँ अर्को आयो भनेर चाहिँ यहाँ हेर्नुहोस् चिङ्ना यो के होला भन्नुहोस् तपाईँहरूले गेस गर्नुहोस् गेस गरेपछि के आउँछ त भन्दाखेरि यो पनि त्यस्तै नै छ हेर्नुहोस् है यो चाहिँ ब्रस छ ब्रस छ मलाई मेरो दाँत दुख्ने प्रब्लम पनि छ यो ब्रस त्यस्तै खालको छ दाँत दुख्दाखेरि युज गर्ने नै छ यो कस्तो भने प्लास्टिककै छ यो टुथपेस्ट त अब काम लाग्छ कहीँ हिँड्दाखेरि चुक्का लाउनलाई त्यो पनि यही हाले होइन अनि सेकेन्डमा मसला 2 प्याकेट छ अब यो मसलाको नाम चाहिँ पढेर अहिले के मिक्स गर्ने थाहा हुन्छ यो 2टा छ मसला रबरदानको अनि अर्को छ सुगर चाहिँ मैले किनेकै छैन अस्ति पनि दिएको थिएँ रबरदानमा मैले भिडियो बनाएन यो पनि छ होइन अनि यो पनि छ अनि यो चाहिँ मैले चिया खाएला बनाउँछु बनाउँछु म यो उहाँ एकजना दिदी हुनुहुन्छ भाइरल उहाँले त्यसरी थेगो बोल्नुहुन्छ होइन त्यही भएर उहाँलाई पनि सपोर्ट उहाँले मेरो भिडियो हेर्नुभयो भने पनि सब्सक्राइब भन्न चाहन्छु अनि अर्को यो दाल छ यो दाल हाम्रो घरमा पनि फल्छ यो दाल तपाईँलाई थाहा चाहिँ छैन यो दाल रातो दाल तर बोक्दैसँगको हुन्छ यो दाल अनि सेकेन्डमा आयो भन्न चाहन्छु कि रबरदानको अब तेल त अब मैले खाने तेल त होइन तर पनि मैले सेलरोटी पकाउँछ कि सेलरोटी पकाएको बेलामा चाहिँ युज हुन्छ यो तेल यहाँ हेर्नुहोस् सेलरोटी यो तेल चाहिँ हामीले खासै सब्जीमा खानु हुँदैन किनभने जम्छ पनि र हाम्रो जुन पार्टहरूलाई हुन्छ जम्छ अनि बोसो पनि बन्छ र योबाट चाहिँ प्रायः जस्तो रोग आउन सक्छ यो तेलबाट चाहिँ किनभने जमेपछि हामी अब अलरेडी आज पकाएको भात सब्जी भोलि पर्सि खानुपर्छ किनभने फ्रिजमा हालेको हुन्छ विदेशको ठाउँमा अहिले पकाएर अहिले चाहिँ हुँदैन अर्काको देशमा होइन बासी खाना खानु पर्छ त्यो भएर तताएर खाए पनि यो तेल जम्छ र हाम्रो राम्रोसँगले पानी खाने टाइम हुँदैन सुत्ने टाइम मिल्दैन एभ्रिथिङ नै हुन्छ अनि यो तेल चाहिँ म सकेसम्म सबैजनालाई नखानु भन्छु नुरको तेल खायो भने चाहिँ एकदम हेल्दी सबैजनालाई नुर कम्पनीको चाहिँ ओइल खानु होला कभर पनि ओपन छ यो नानीले कभर पनि ओपनै राखिदिनु भएको छ अनि त्यहाँदेखि यस्तो आयो तेल नुन दाल दिएपछि त अर्को कुरा पनि हुनु पर्यो होइन चामल दिएको छ कि चामल छ होइन यो चामल चाहिँ 3 किलो छ होइन तर अस्तिको पनि चामल थियो खानै नसक्ने चामल छ किनभने यो 3 किलो छ होइन तपाईँले नपत्याउनु होला यो चाहिँ 3 किलो चामल छ 3 किलो चामल छ 3 किलो चामलमा खासै यो चामल मिठो हुँदैन मलाई तर अस्ति त अर्कै चामल थियो यो चाहिँ कस्तो थाहा छैन एकदम नमिठो जरिना खाने बानी भएर होला जरिना चाहिँ एकदम टेस्टी छ लप्स आएदेखिको म जति पनि विदेशमा बसेँ त्यतिदेखि नै मैले जरिना खाने भनेर होइन अनि चाहिँ एकदम नै महँगो भन्नाले यति सामानमा अलिकति राम्रो प्राइसको र अलिकति आफूलाई धेरै नै लङ टाइमसम्म युज हुने त्यो मान्छेले दिएको चाहिँ फलानाले दिएको है मलाई भनेर याद हुने चिज चाहिँ म देखाउन चाहन्छु के होला गेस गर्नु होला हजुरहरूको हातमा दिएको छु मैले लो भन्नुहोस् होइन मेसेज गर्न सक्नुहुन्छ यो चाहिँ मलाई एउटा म्याडमले दिएको एउटा स्टाफले दिएको म्याडमले नानी स्टाफले दिएको स्टाफले दिनुभएको उहाँले माया होला रबरदानको मलाई गिफ्ट दिनुभएको होइन अनि यो चाहिँ दुबईकै हो TRR होइन हेर्नु सक्नुहुन्छ होइन त्यहाँ देख्नुहोस् लाइटले गर्दा यो टल्केकोले गर्दा देख्नु सक्नुहुन्न होला हेर्नुहुन्छ यो कम्पनीको छ हेर्दा हुन्छ होइन यो कम्पनीको छ हेर्दा हुन्छ हजुरहरूले अनि यसलाई पनि मायाले दिनुभएको म लाउने छु होइन अनि भित्र खोलेर देखाउनु पनि म चाहन्छु तपाईँलाई त इनबक्स गरेर त हेर्नु पर्यो देखाउनु पर्यो मेरो चाहिँ वाच छ ओके
यो वाच चाहिँ मेरो एकदम पहिलादेखि नै मेरो वाच चाहिँ 2टा 3टै भइसक्यो। एउटा वाच चाहिँ मिसिनमा हालेर बिगारेँ होइन, त्यो पनि मेरो बर्थडे गिफ्ट थियो, मेरो भाइले दिएको। अनि त्यो भाइले दिएको गिफ्ट थियो। यो चाहिँ आज स्टाफले दिएको गिफ्ट हो। उहाँले एकदम मायाले दिनुभएको। तर यसको लगभग प्राइस पनि दाम पर्दो रहेछ 200 पर्दो रहेछ। हाम्रो लागि त महँगै हो होइन, हामी काम गर्नेलाई त। उनीहरू त अब स्टाफ हो, उनीहरूको त 9-10 हजार त सेलारी, नर्मल सेलारी हुन्छ। त्यही भएर हो हामीलाई यो। थ्याङ्क यू सो मच उहाँलाई दिनेकोमा पनि थ्याङ्क यू सो मच भन्छु। उहाँले हिन्दी पनि बुझ्नुहुन्छ। मेरो के गिफ्ट दिया, थ्याङ्क यू सो मच भनेर भन्न चाहन्छु। अनि आजलाई चाहिँ यति नै मबाट तपाईँहरूबाट म बिदा हुन चाहन्छु। सबैभन्दा मेरो इम्पोर्टेन्ट कुराहरू पनि मैले देखाएँ। मलाई सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ यो थियो होइन, यो हो मेरो चाहिँ सबैभन्दा। अनि सेकेन्डमा त केही पनि छैन खासै। अनि बिहान बेलुकै अब पकाएर खाने कुरा त देखिहाल्नुभयो। चामल त किन्नु पनि सक्दैन, किन्नु सकिन्छ तर पनि कसैले गिफ्ट दिन्छ माया गरेर भने त्यसलाई लभ भनेर गर्नुपर्ने छ। अनि आजलाई म बिदा माग्न चाहन्छु। बाई बाई। सबैजनालाई नेक्स्ट भिडियो लिएर आउनेछु। अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। अनि माया सबैजनालाई।